केपी शर्मा ओली कतिसम्म गिर्न सक्छन्? सत्ता, कुर्सी र पावरका लागि उनले अब स्वर्गीय मदन भण्डारीलाई समेत आरोप लगाउन भ्याए। मदन भण्डारीको जन्म जयन्तीका दिन पूर्व राष्ट्रपति विद्यादेवी सक्रिय राजनीतिमा आउने भएपछि चिन्ताले छटपटाएका केपी शर्मा ओलीले स्वर्गीय मदन भण्डारीलाई सहकारी ठग र 4वटा श्रीमती राखेको आरोप लगाउन भ्याए। 4वटी कि कतिवटा श्रीमती छन् भनेर आरोप लगाइयो। त्यसको प्रमाण कसले खोज्न जाने? अब सहकारीमा ठगेर हिँडेको हो आदि इत्यादि भनेर आरोप लगाइयो। स्वर्गीय मदन भण्डारीकै आदर्शमा चलेको एमाले पार्टी र एमाले पार्टीको अध्यक्ष बनेर मौजमस्ती गरिरहेका केपी शर्मा ओलीलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किनुले ओली अहिले भित्रभित्र नै निकै नै उकुस मुकुस भइरहेका छन्। अहिलेसम्म एमाले पार्टी मदन भण्डारीकै जनताको बहुदलीय जनवादमा चलेको छ। आज उनी स्वर्गीय मदन भण्डारीमाथि केपी शर्मा ओलीले उनकै जन्म जयन्तीका दिन यस्तो गम्भीर आरोप लगाए। यद्यपि चलाक ओलीले कुरालाई बङ्ग्याउँदै सुन्नमा आएको हो भनेर कुरालाई बङ्ग्याएर गए। अहिले अब केपी शर्मा ओलीले मदन भण्डारीलाई बदनाम गराएर विद्यादेवी भण्डारीलाई रोक्न चाहेका छन्। के यो कुरामा तपाईँ सहमत हुनुहुन्छ? कमेन्ट गर्नुहोला।